Hey guys, I am presenting this special video to you all. This video is about a beautiful journey to Shivadhara. Hidden deep inside Makalu Barun National Park, Sankuasaba, waterfalls, ancient forests, peaceful trails. Every step felt sacred. Every moment unforgettable in natural sound. Like, share, subscribe. We reached Sejshwa on our first day journey. She's chasing skies I've never made while I stay in Our trekking starts from second day. with something in the way she keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride. We reached Tashigon after 3 hours of hiking and had meal there. To walk beside your We spent our second night in Kongmor. The third day was very challenging because we have to hike long trail. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on a wrist and dreams she'll never keep. I sip my coffee, miss my keys, still ain't good. The time rolls on like gold, and soon she won't be here. Oh, अब त सन्ज हुन्छ होला नि त बहिनी हेर्नु न मलाई फर्काउँछ सोल्टिनी सोल्टिनी ए उकालो टोटली उकालो थियो त्यस्तो छैन नभएपछि पुगिन्छ कि भन्ने हो सानो पोखरी आइपुग्यो छैन नि यसलाई चाहिँ सानो पोखरी भन्छ अनि कस्तो राम्रो छ क्या यहाँ क्यामेरामा देखिन्छ देखिँदैन होइन कस्तो राम्रो छ होइन कसम अस्ति यहाँ आइपुग्दा यहाँसम्म आइपुगिन्छ जस्तो लागेको थिएन हिजोको दिन कोही हिँडाइले तर है हेलो गाइस हाई गरिदिनु हेर त त्यो कुकुर पनि कस्तो रमाइरहेछ हो हामी कमेर छ मजा आउनु होला पोखरी गाइज यस्तो के इट्स भेरी सिम्पल झरी फेरि उकालो उकालो चल्यो उकालो उकालो झर्यो साथीमा भन्छ नि त्यसले साथी बल्ल भेटेको छ ऊ
हामी यसले हाम्रो 2 दिन उयो साथी दियो है। नमस्ते। पराजुली होटलमा जाउँ। यो चाहिँ 42 मिटरको हाइटमा छ है। हामीले के गर्यौँ अरे छिटो आइपुग्यौँ है। अरू सधैँ कति बजी आइपुग्यो अङ्कल त्यहाँ तल बसेर खाना बसेर 11 बजी। हाम्रो 10 ठुलो पोखरी आइपुग्यो गाइज। यो चाहिँ हात्तीको सेपको छ अरे। यस्तो छ हालत। सुरुमा हिँड्ने चाहिँ मुना सोल्टिनी, त्यस पछाडि बिनिता, त्यस पछाडि सोल्टी, कान्छी सोल्टिनी, माइली सोल्टिनी, टेन्टेरेन। यसरी हिँड्दैछौँ हामी चाहिँ। के गर्नु, हिँड्नु सकिँदैन। यो तरिकाले दिँदैछौँ। मेरो त ठुलो पोखरीको पूजा गर्ने ठाउँ। पूजा गरेर अब हामी जान्छौँ। हामी चाहिँ अब दोबाटे भन्ने ठाउँमा झऱ्यौँ। माथि सिप्टुम्ला पासदेखि दोबाटे झरेको होइन त सोल्टी। बोल्नु सक्ने कोही देखिन। अब ओह्रालोले ज्यान खायो उकालोले भन्दा। अनि हामी चाहिँ टक्क दोबाटेदेखि ओह्रालो लाग्यो गाइज। कराउँदै आउने हुनुहुन्छ। यता तल 3 जना हुनुहुन्छ। मसँग 6 जना। आयो जानु सोल्टिनी ल। खोला तर्नु है। ओह्रालो ला बाउड्यो। अब म फर्कन्नु होला। भरे कसरी फर्किने त भोलि पछि। अझै उकालो त हिँड्न माथि पो छ त हौ। खै सोल्टी ल सोल्टी भन्ने फर्कन्न होला। हाम्रो चाहिँ घुँडाको गिरिज छ क्या। उहाँहरूको 45 पम्चर भयो अरे। यो अब गाडी जस्तो खुट्टामा गिरिज हाल्नु मिल्ने भए पनि होइन सोल्टिनी। डेन्जरस पार्ट। मस्त डेन्जरस हिँड्नु नसकेर। हामी 3:30 मा हिँडेको होइन सोल्टी त्यो खाजा खाएर। खोला 5:10 भइसकेको छ। अनि हाम्रो अर्को डेस्टिनेसन भनेको याङले खर्का। यहाँ 1 घन्टा लाग्छ अरे यहाँबाट हो। 1 घन्टा लाग्छ अरे। हिँड्नु पर्यो गाइज। बरु गर्नु पर्यो। सबै थाकिराख्नु भएको छ तर पनि हार मान्नु भएको छैन। आज याङले खर्का पुगेन भने चाहिँ शिवधारा भोलि दर्शन गर्न ढिलो हुन्छ। थाकिन्छ। त्यही भएर हामी बल गरेर याङले खर्का नै जाने निधो गरेको छौँ। After hours of walking through forests, rivers, and quiet valleys, we finally reached the peaceful Yangal Karka. Getting deeper with every step, tired legs, happy heart, and memories. Day 4, heading towards Shivdara. The trail gets steeper, the air thinner, but the excitement keeps rising. Step by step, closer to the sacred waterfall and the magic hidden in the mountains.
अब हामी चाहिँ शिवधाराको लागि रेडी गेट सेट गो। अब हिजोसम्म चाहिँ पानी पर्यो है सोल्टिनी हो। आज चाहिँ यस्तो दामी घाम लाग्दैछ हामीले दर्शन गर्ने दिनमा चाहिँ। हामी बसेको होमस्टे चाहिँ त्यहाँ छ। हजुर सोल्टिनी हेलो। हामी चाहिँ जाँदैछौँ है। आज दिन चाहिँ कस्तो राम्रो भयो है। हाम्रो दुःख पुरा सुनिदिनु भयो भगवानजीले। बरुन खोला यही हो। अनि त उतै छोडियो क्या। ला खै छोड्दिन्छ त तेरो जिउले आधी भ्यू छोपिदिन्छ। पूजा गरेर अनि उकालो यहाँबाट हामी आएर यस्तो उकालोमा छ। यहाँदेखि चाहिँ अलिक केयरफुल हुनुपर्ने ठाउँ रहेछ। यस्तो ढुङ्गामा हिँड्नुपर्ने रहेछ। तल बिन्दा आउँदैछ। अनि बाटो चाहिँ लाइक दिस खालको छ। थाके हामी बसेको होमस्टे चाहिँ कति छ। यस्तो हामी यहाँ आइपुग्यौँ। सोल्टिनी त्यहाँ हुनुहुन्छ, म चाहिँ यहाँ छु अनि हिँड्दैछु। बाटो एकदम चिप्लो छ। मुस्कान पनि हुन्छ। मेरो त झन् ग्रिपवाला छ। ढुङ्गामा ग्रिप दिने खालको छ। तेरो चाहिँ बरु चिप्लिन्छ।
हाय सोल्टिनीहरु थर्काउँछ हौ मलाई उल्टिँदैन कसरी उल्टिन्छ हस् नसकेको अवस्था फोटो खिच्दै हुनुहुन्छ ल अनि मेरो उताबाट गर्दिनु ल भिडियो हुन्छ सोल्टिनीको आएको छैन हैन आको छ त मैले गर्दिएको सोल्टीको र मेरो मात्र हो न मोटो त्यसो भए म त्यही फोन लगेर जान्छु यहाँबाट गर्दिनु ल ओके सेप 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 जर्नी भने 0.5 एउटा गरिदिनु पर्छ कि सोल्टिनीको दामी भ्यू आउँछ के सोल्टिनी दोरीमा भर्न पर्ने है दोरीमा हैन
झर्दा चाहिँ एकदम रिस्की हुन्छ किनभने जिउ उयो हुन्छ नि त झर्दा टाउको भारी हुन्छ क्या एकदम रिस्की हुन्छ सब बाङ्गिको सकेछ है बाटो अब यस्तै हो अलिमासतिर यो सब राष्ट्रिय निकुञ्जभित्र पस्छ होइन पर्छ होइन सोल्टी यसो इन्ट्री फी लिनुहुन्छ आएको पैसा यहाँ लगानी गर्नु पर्यो है अनि ल हिँड मिनौँ हामी चाहिँ यहाँ छुटिने बाटोमा आइसक्यौँ यो माथि चाहिँ पार्वती गुफाबाट झर्ने बाटो यही हो सोल्टी कता भिडियोमा देखेको जस्तो लाग्यो अनि चाहिँ शिव गुफा जाने बाटो शिवधारा हिँड्न आइज पिन्ता कस्तो राम्रो भ्यू ओहो शिवधारा त ओ माथि छ के भन्नु र हजुर हजुर त्यता परको चाहिँ पार्वती गुफा यहाँबाट घुमेर पार्वती गुफा गएर जाने ठाउँ अरे सिल्लीपरी बाटो यतिकै छ है यति चाहिँ छ है अब ठाडो हेर्नु सकिँदैन उकालो ओह्रालो हेर्दाखेरि पनि गाह्रो यहाँ चाहिँ यस्तो छ बाटो चाहिँ ओइ 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 यो बुकी फुल गर्नारै भएन हौ आँट पुग्छ त ओके पानी झरेको है गलियो नि हट
कहाँ जाने हो बादलहरू यो झोला पो अल्झिन्छ होला है वाह यस्तो कत्रो बाटो रहेछ है मम्मीलाई एकछिन मुढा टेक्छु ल सकिन अब झन् ढिल्यो हाइट साङ्लो भेटे बस पनि मुढामा खुट्टै उचालिएन एकछिनै यहाँ चाहिँ खुट्टा उचाल्नु गाह्रो छ है बिन्ता तेरो भित्ताको खुट्टा मात्रै उचाल अब त सजिलो बाटो आइगयो शिवधारा आइपुग्न आँट्यो वाउ बिन्ते हामी चाहिँ शिवधारा आइपुग्यौँ यस उल्टिने जाऊ अरे फाइनली शिवधारा पुग्यो छ त त्यहाँ सुइसक्यो आउँदैछ पछाडि सोल्टिनहरूमा चाहिँ पुगिसक्नुभयो हामी गुफामा पुग्न आँट्यौँ यस्तै उकालो छ दिन पनि खुल्लै धुमिँदै गरिरहेको अवस्था छ जाउँ ल पानी छैन न अब तिम्रो पानी हाल्नु
लु ती बस्दा आफै तल आयो कि आएन ऊ आयो कस्तो आफै सरेको है सोल्टी छक्कै पर्नु मलाई लुथुकी बिजार हामी चाहिँ अहिले पार्वती गुफामा जाँदैछौँ सोल्टी घिसिँदै हुनुहुन्छ सोल्टिनी हेर्दै हुनुहुन्छ भिन्टेक्स खत्री त्यहाँ छ एकदमै सोल्टिनी माथि हुनुहुन्छ जोला गरियो Oh my god. Last slippery बाटो छ सास लिएर जानु पर्यो नि ग्रिप राखेर छैन बाटै छैन भगवान ओम नमः शिवाय बिन्ते तेरो कहाँ छ जाँगर कहाँबाट आएको छ हामीले ढोक्नै ठुलो कुरा हो नि कसैले सिकाउनु पर्दैन हुसु लागेको नि के गर्नु पार्वती गुफा होइन उ त्यो ओ खुट्टा चिप्लिने पो रहेछ है यहाँमा त पुरै माया तुरुलभ यस्तो बाटो चिप्लो रहेछ जति धेरैले टेक्यो उति चिप्लो हुँदो रहेछ कि खाँदिएर लु सोल्टीको पनि भिडियो बनाइदिएँ लु यति नभए सोल्टिनी भएको कामै भएन ए मेरो प्यारी बुइनी सोल्टी हात दिनुपर्छ पुगीको कता सोल्टी डढेको गोन्दा आयो माटै चाम्रो भएको रहेछ हामी पार्वती गुफा आइपुग्न आँट्यौँ यहाँ चाहिँ हिउँले जमेर माटै छ हजुर युरिया मल छर्दैछु कहाँ यो त सब हिउँ पो रहेछ त माथिबाट माटोले छोपेको पो रहेछ त हिउँै रहेछ अनि के को माटो जमेको त नि माटो त अलग्गै छ नि आइपुग्यो पार्वती गुफा पानी त यतैबाट लानुपर्ने होला पार्वती गुफा चाहिँ हुस्सु लागिरहेछ अनि पूजा गरिसकेर खाजा खानुहुन्छ यहाँ चाहिँ यस्तो पनि व्यवस्था रहेछ चुला अब फुकेर खानु पर्यो यहाँ चाहिँ यहाँभित्र गुफा छ यस्तो सन्च फिल भयो यो चाहिँ पार्वती गुफा यहाँभित्र माताको पूजा गरिन्छ त्यस पछाडि एउटा ठुलो मान्छे चाहिँ छिर्नु गाह्रो हुँदो रहेछ यहाँभित्र बिन्दास ज्याकेटहरू अहिले तान्छ है विचार गरेर है ल अघि एक भारी आगोमा डस्टबिन छ त्यहाँ डस्टबिन पनि
यस्तो जाडोमा पिरो के हेरेको नि इजी पार्वती गुफामा फोहोर गर्नेहरूलाई धेरै 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 धन्यवाद किनभने हामीले यहाँ चिसो भइरहेको बेला खाजा पकाइ खानु पाइयो र अब चाहिँ हामी बस्यौँ खायौँ है सबै कुरा गऱ्यौँ अब याङली खर्क झर्ने अब यो खालको मौसमले हामी बेस क्याम्प पुग्छौँ पुग्दैनौँ भन्ने फिक्स छैन झर्नु चाहिँ झर्यौँ फेरि अब साथीहरू सब गरेर हैरान पुग्नु नसक्ने अवस्था छ गाइजहरू यस्तो छ बाटो अब माथिदेखि हामी झर्दैछौँ आधी घन्टामा साङ्ली भएको पुगेको ठाउँमा साङ्ली भएको ठाउँमा पुग्यो भने ठुलो कुरा हो नि सोल्टिनी सम्झिना फाइनली गाइज हामी झर्यौँ पानी नि परेर कस्तो स्लिपरी भएको छ तर पनि अब यहाँदेखि तल छ है साथीहरू त्यो बादलदेखि तल पुग्नुपर्ने छ होइन सोल्टिनी हेर यहाँ रुवावासी चलिरहेको छ We couldn't make it to Makalu Base Camp tired feet and unexpected challenges slowed us down. But somewhere along those trails, between the laughs, the struggles, and the quiet moments, we made memories far more beautiful than any destination. Sometimes the journey truly becomes the story. कति क्युटी पाइ त्यसले हग्दैछ आहा कस्तो राम्रो राम्रो छ न माथि जाँदा भाग्छन् है हान्नु आउँछ होला है उनीहरूलाई बेसी डर भयो उता पनि रहेछ ऊ बाटै गएको छ बाटै गयो भगवान् गहिरोले लगेछ सोल्टिनी अस्तिको भन्दा धेरै लगेछ हेर्नु त्यो एउटा रुख पनि लगेको होला सोल्टिनी गाह्रो लाग्यो होला त्यो दायाँ बायाँ छ होला बाटो सल निकाल्नुपर्छ सबै राम्रो राम्रो दिएछ त्यहाँबाट सरेको छैन 1 मिनेट भइसक्यो सरेको कन्टेन्ट सोल्टीको बाल्टी कन्टेन्ट छ
केटो साथी भाइ हेर्नु न सोल्टिनी खुसी भएको हेर्नु हामीले धेरै माया गरेको थियौँ नि यसलाई पानी झरीमा नि यसले हामीलाई कस्तरी पछ्याएको 2 दिन पछ्याएको है यसले 2 दिन साथदेखि कुकुर बस्छ त्यही दोबाटेबाट माथि आइसक्यौँ लगभग आधी घन्टाको उकालो हामीसँगै आउने खैरीहरू चाहिँ त्यहाँ पुगिसके सँगै हिँड्ने गाह्रो खुट्टा लामो हुनु नि सजिलो है सोल्टिनी वाउ ठुलो त्यो पासै त अरे जति पनि हाइटहरू छ अरे नि त्यो चाहिँ पास ल सोल्टिनी कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेज सा वो छाया यस यस यो चाहिँ ठुलो पोखरी हो ठुलो पोखरी हात्तीको सेपको छ This is ठुलो पोखरी It's amazing. Amazing is very beautiful, right? Yeah. Yo, हामी गाइज सानो पोखरी आइपुग्यौँ आमामा के हो त्यस्तो अब ल माथि उयो सेप्टेम्बरलाई पासको त भिडियो गर्नै बिर्सेछु नि टाउको दुख्नु अब तपाईहरुलाई यो बाटो हिँडेपछि गाह्रो हुन्छ हैन अब यहाँ ठुलो ढुङ्गा आइपुग्नु गाह्रो हुन्छ त्यसपछि तपाईहरुलाई बास बस्नु मन लाग्दा अब त्यही नजिकै बास बस्नु मन लाग्दा बास बस्नु मन लाग्यो भन्नेमा चाहिँ त्यो दो बाटोमा चाहिँ नबस्नु ओके हैन सल्टिनी पुग्नु बुढी बजेको बरु फेमान्थल पुग्नु मरेरै पुग्नु घिस्रेरै पुग्नु त्यो कुकुरलाई भात दिए जसरी दिन्छ ठ्याक्क फालेर प्लेट र चम्चीमा दागे ढ्याक के को कसो हो पनि यो चाहिँ सजेस्ट दो बाटोमा चाहिँ बस्दै नबस्नु अरू ठाउँ एकदम सबैमा राम्रो छ त्यही हो दो बाटो अब सुत्ने भयो एकछिन सुतेर जाने छेट निन्द्रा नि कस्तो लागेको त अनि के पो थियो त्यस्तो के सोल्टिन के धेरै दिन केही कुरा नखाएर खायो जस्तो नि ललक्कै पार्यो फेरि छुट्टी नि हिजो बिहान पनि ढुक्कै खाएको गाउँ न केही भएन आज त के भएको निन्द्रा सायद यस्तो होला सल्टिनी अब खाना धेरै छैन हैन हैन हिजो बेलैमा खाइयो सोल्टिनी आज उयो भयो के हामी चाहिँ डाँडा आइपुग्न आँट्यौँ देउराली डाँडा ती सानो पोखरीबाट यस्तो छ बाटो हावा चलिरहेछ चिसो न चिसो अब हामी चाहिँ कहाँ अरे खोङमा भन्ने ठाउँमा आइपुगेको छौँ माथि ठुलो डाँडाबाट यहाँको अङ्कललाई चाहिँ प्लान गर्ने प्लान छ प्र्याङ्क गर्ने प्लान छ आया मैले टासी गाउँ आइपुग्यो साथीहरू अहिले ठिक्कै 10 बजेर 10 बज्न आँटिछ कति बज्यो 10:50 आइपुग्यो अब अझै हाम्रो साथीहरू आउनु बाँकी छ 2 जना
Walking those trails with my sister and friends feels like a dream I already met. The shared laughs, the tired steps, the quiet moments in between. Every memory now feels softer, warmer. If only we could freeze those days in the mountains forever. Thank you for watching. Bye.